सलिनाले कान्छीलाई त्यसरी बाँधेर राख्नु यो सलिनाको ठुलो गल्ती हो, किनकि सलिनालाई सागरका सरले मन पराएका थिए। अब सागरका सरले कान्छीलाई त्यसरी बाँधेर सलिनाले राखेको देखेपछि पक्कै पनि सलिनालाई सागरका सरले बिहे गर्दैनन्। अब कान्छी त्यहाँबाट छुटेपछि सागरलाई अदालतमा के प्रमाण दिएर छुटाउँछिन्, आजको यस भिडियोमा हामी पुरा बताउन लागिरहेका छौँ। भिडियोलाई भने अन्त्यसम्म हेर्नुहोला। सागर बिना दोष र बिना गल्तीको कारण प्रहरीले बलात्कारको केसमा सागरलाई जेलमा राखेपछि कान्छीलाई धेरै नै दुःख र तनाव भइरहेको छ। यस्तो पीडामा अब सागरलाई कसरी मुक्त गराउँ? उनले गल्ती गरेका छैनन्। सागरलाई मैले जसरी भए पनि प्रमाण जुटाएर सागरलाई जेलबाट छुटाउनु पर्छ भन्ने उद्देश्यले कान्छी भौतारिरहेको अवस्थामा यता सलिनाले कान्छीलाई फोन गरेर सागर निर्दोष भएको प्रमाण मसँग छ, लिन आऊ भनेर सलिनाले कान्छीलाई रातको अँधेरामा बोलाइन्। त्यस्तो अवस्थामा सलिनाले पनि विगतमा कान्छीले मलाई धेरै नै दुःख दिएकी थिए, यसलाई मैले यही अवस्थामा मैले दुःख दिनुपर्छ भनेर सलिनाले आफ्नो रुममा लगेर कान्छीलाई बाँधेर राखेकी थिइन्। सलिनाले कान्छीसँग आफ्नो पुरानो रिस देखाएकी थिइन्। सलिनाले सागरलाई माया लाउँदा कान्छी रिसाएर सलिनालाई घरबाट निकालेको त्यो क्षण सलिनाले सम्झेर जसरी भए पनि मैले कान्छीलाई पनि बदला लिनुपर्छ भनेर सलिनाले अहिले कान्छीलाई त्यसरी बाँधेर राखेकी हुन्। एक क्षणमा कान्छीले एक महसुस पनि गरेकी थिइन् कि पक्कै पनि यो सलिनाले यति राति बोलाएकी चाहिँ अझै प्रमाण रुममा छ भन्दा कान्छीले शङ्का पनि गरेकी थिइन्। तर कान्छी विवश थिइन् कि मैले जसरी भए पनि आफ्नो श्रीमानलाई बचाउनु पर्छ भनेर कान्छी सलिनाको रुमसम्म जान बाध्य भइन् र कान्छी सलिनाको रुममा जाँदा सलिनाले कान्छीलाई त्यसरी बाँधेर राखेकी थिइन्। यस्तो अवस्थामा सागरका सर सलिनालाई भेट्नको लागि त्यस रुममा आउँदा कान्छीलाई त्यसरी बाँधेको देखेर सागरका सर नै अचम्मित भएका छन्। आखिरी कान्छी यहाँ कसरी आइन् र सलिनाले यसरी बाँधेर राख्नुको रहस्य के हो भन्ने कुरामा सागरका सर नै तीन छक परिरहेका छन्। आगामी भागमा हामीले सागरका सरले सबै कुरा कान्छीबाट सोधेपछि कान्छीले बताउँछिन् र यो कुराबाट सलिनालाई सागरका सरले आगामी दिनहरूमा आफूले श्रीमती बनाउँछु भन्ने पनि त्याग्ने छन् र सागरका सरले सलिनालाई अब आउने दिनहरूमा पक्कै पनि बिहे गर्ने छैनन्। यसबाट सलिनालाई आफूले खनेको खाल्टोमा आफै परेको महसुस हुनेछ। सलिनाको पन्जाबाट कान्छी उम्किएर अब कान्छीले सागरलाई बचाउनको लागि के त्यस्तो प्रमाण जुटाउलिन् र सागरलाई निर्दोष बनाउलिन् भन्ने एउटा जिज्ञासा रहिरहेको छ। कान्छीले अहिले तत्कालै प्रमाणहरू खोज्न नसके पनि कान्छीले अहिले ती बच्चाका बाबुलाई सागर निर्दोष साबित छन्, सागरले यो गल्ती गरेका होइनन्, म मुद्दा फिर्ता लिन चाहन्छु भनेर ती बच्चाका बाबुले यसरी अदालतमा भने सागर निर्दोष साबित भएर सागर बाहिर निस्किन्छन् अनि कान्छी सागर र विदंश दाई मिलेर प्रमाण खोजेर पछि ती बलात्कारीहरूलाई जेलमा हाल्न सक्छन्। विदंश दाईले आफ्नो श्रीमती र श्रीमतीको दिदीलाई जेलमा नहालिकन एउटा बाध्यात्मक अवस्था बनाएको भए विदंश दाईको श्रीमती र विदंश दाईको श्रीमतीको दिदीले आफ्नो भाइ कहाँ छ भन्ने कुरा आफ्नै मुखबाट खोल्ने थिए अनि प्रहरीले विदंश दाईको सालालाई समात्न पाउँथ्यो। अझै पनि केही बिग्रिएको छैन। विदंश दाईको श्रीमती र विदंश दाईको श्रीमती जेलबाट फुत्किसकेपछि पक्कै पनि विदंश दाईले एउटा बाध्यात्मक अवस्था उनीहरूलाई मुखबाट ओकाल्न पर्ने नै एउटा क्षण बनाएपछि विदंश दाईले पक्कै पनि आफ्नो सालालाई समातेर सागरलाई निर्दोष साबित गर्नेछन् भन्दै आजको कान्छी सिरियलको रिभ्यू भिडियो यति नै। फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। आजलाई बिदा हुन्छौँ। हस्त, धन्यवाद।